आलु साँधेको बनाउनको लागि खीरा, काँक्रा, प्याज, बोइल आलु र यो रोस्टेड टमाटरलाई मिक्सीमा डाले, खुर्सानी, नुन, जीरा, तिमुर हालेर यसको पेस्ट बनाए, पिसिसकेपछि अब हामीले त्यो बोइल आलुलाई काटेर राखेको काँक्रा, अरू प्याज, अरू त्यो पिसेको टमाटरलाई हामी हाल्यौँ। त्यसपछि माथिबाट धनियाँ र कागतीको रस हालेर यसलाई अब राम्रोसँग मिक्स गरेर जति मिक्स गरे त्यति नै। और एउटा प्यानमा तोरीको तेल, मेथी र खुर्सानी त्यसमा बेसार हालेर यसलाई हामीले त्यही अघि बनाएको आलुको मिक्समा हाल्यौँ। फेरि यसलाई राम्रोसँग चलाएर ल हेर्नुस् रेडी भयो साँधेको आलुको अचार। अब भातको साथ, रोटीको साथ, केहीको सर्भ गर्न सक्नुहुन्छ। ल ट्राई